एक व्यक्तिले नै यो एउटा पार्टीको निकास दिन्छ, एक व्यक्तिले नै देशको निकास दिन्छ, त्यो व्यक्ति भएन भने त देश घरलाम घुर्लुम जान्छ भन्ने त्यो डेफिनेटली सत्य त हुँदै होइन। यदि त्यो सत्य हो भने कस्तो देश निर्माण गरे रहेछन् त भन्ने प्रश्न पनि आउँछ। 23 गतेको घटना हुँदै नभएको जस्तो गरेर जसको हातमा रगत छ त्यही मान्छे फेरि अनुमोदित भएर आउँछ पार्टीबाट भने प्रश्न सोध्नुपर्ने हाम्रो पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यास यो नयाँ दल बन्दै गर्दाखेरि त्यो बाटोमा कसरी नजाने त? फेरि एउटा व्यक्तिले नै सम्पूर्ण सर्वेसर्वा हो भनेर जुन स्थापित भएको छ भर्खर अधिवेशन भएको दलहरूमा त्यो कसरी हुन नदिने भन्ने पनि अभ्यास यो पोलिटिकल पार्टीको एक्सरसाइजमा यहाँहरूको इनोभेसन होस् र यो नयाँ हामीलाई लाग्छ इनोभेसन भनेको जहिले पनि साइन्स टेक्नोलोजीमा मात्रै हुन्छ। यो एकदम ठुलो महत्त्वपूर्ण योगदान हुन्छ यहाँको पिपल फर्स्ट पार्टीको। यदि इन अ ट्रु सेन्स डेमोक्रेसी प्र्याक्टिस गर्नलाई आन्तरिक लोकतन्त्र चाहिँ नि यो गर्यो भने चाहिँ बलियो हुन्छ। आन्तरिक लोकतन्त्र यो गरेन भने चाहिँ नि एकदम स्खलित भएर जान्छ र त्यो व्यक्ति केन्द्रित भएर जान्छ र एन्टायर पार्टीलाई देशभरि भएको संरचना भएको पार्टीलाई पनि त्यो व्यक्ति भएन भने चाहिँ नि पार्टी सकिन्छ भन्ने त्यस्तो इन्सेक्युरिटी कहिले पनि यो पार्टीमा प्रवेश नगरोस्।